आजको यस भिडियोमा बताउनेछु तपाईँ आफ्नो फेसबुकको पासवर्ड कसरी चेन्ज गर्नु। तपाईँको फेसबुक चाहिँ लगइन छ तर यसको पासवर्ड थाहा छैन, तर पनि तपाईँ धेरै सजिलोसँग आफ्नो फेसबुकको पासवर्डलाई चेन्ज गर्न सक्नुहुन्छ। चेन्ज गर्नको लागि सबभन्दा पहिला आफ्नो फेसबुकलाई ओपन गर्नु होला। ओपन गरेपछि यस्तो इन्टरफेस आउँछ। यहाँ थ्री डटमा क्लिक गर्नु होला। क्लिक गरेपछि अलि तल आउनु होला। यहाँ हेर्न सक्नुहुन्छ सेटिङ एन्ड प्राइभेसी, यहाँ क्लिक गर्नु होला। त्यसपछि यहाँ सेटिङमा क्लिक गर्नु होला। त्यसपछि यस्तो इन्टरफेस आउँछ। यहाँ चाहिँ एकाउन्ट सेन्टरमा क्लिक गर्नु होला। क्लिक गरेपछि यहाँ पासवर्ड एन्ड सिक्रेटमा क्लिक गर्नु होला। क्लिक गरेपछि यहाँ हेर्न सक्नुहुन्छ चेन्ज पासवर्ड, यहाँ क्लिक गर्नु होला। क्लिक गरेपछि आफ्नो फेसबुकलाई चुज गर्नु होला। यहाँ आएपछि यस्तो इन्टरफेस आउँछ। यहाँ तपाईलाई पासवर्ड थाहा छ भने धेरै सजिलोसँग तपाईँ आफ्नो फेसबुकको पासवर्डलाई चेन्ज गर्न सक्नुहुन्छ। तर तपाईलाई थाहा छैन भने यहाँ फर्गेट युर पासवर्ड, यहाँ क्लिक गर्नु होला। त्यसपछि यस्तो इन्टरफेस आउँछ। यहाँ चाहिँ हेर्न सक्नुहुन्छ मेरो चाहिँ यहाँ जीमेल पनि लगइन छ, मेरो चाहिँ नम्बर पनि यहाँ रिकभरीको लागि लगइन भएछ। पहिलादेखि नै मैले रिकभरीको लागि यहाँ नम्बर पनि राखेको छु, जीमेल पनि राखेको छु। तपाईँको चाहिँ जीमेल या नम्बर होला, त्यो नम्बर यहाँ चुज गर्नु होला। यहाँ मेरो चाहिँ यो नम्बर छ, मेरो वाट्सएप अहिले लगइन छ भने म यहाँ क्लिक गर्दैछु। त्यसपछि यहाँ कन्टिन्यूमा क्लिक गर्नु होला। त्यसपछि तपाईको वाट्सएपमा एउटा कोड जान्छ, त्यो चाहिँ यहाँ हेर्न सक्नुहुन्छ। मेरो चाहिँ वाट्सएपमा यहाँ कोड आइहालेछ, यो कोड चाहिँ यहाँ इन्टर गर्ने। त्यसपछि फेरि कन्टिन्यूमा क्लिक गर्नु होला। त्यसपछि यहाँ तपाईँ आफ्नो नयाँ पासवर्ड राख्नु होला। म आफ्नो नयाँ पासवर्ड यहाँ राख्दैछु। राखेपछि यहाँ नेक्स्टमा क्लिक गर्नु होला। यहाँ हेर्न सक्नुहुन्छ मेरो चाहिँ पासवर्ड चाहिँ चेन्ज भइसकेको छ, यसको मेसेज यहाँ आइसकेको छ। यसरी नै तपाईँ आफ्नो फेसबुकको पासवर्डलाई चेन्ज गर्न सक्नुहुन्छ। थ्याङ्क यू।